दसैँको जमरा कसरी राख्ने मेरो आइडिया हेर्नु होला है। मैले एउटा यो प्रोपोगेसन ट्रे लिएको छु। यसमा यो बालुवा बेरिङ सान हालेको छु। त्यस पछाडि तपाईको म चाहिँ यहाँ अलिकति प्रिमियम पोटिङ मिक्स 50-50 यसलाई मिसाउँछु। यसरी राम्रोसँगले मिसाउँछु। मैले यो प्रोपोगेसन ट्रेले छोपिदिन्छु। यसको यहाँ होल छ, यहाँ होल छ, यहाँ अल्मुनियम फोइल यसरी सबैतिरबाट ट्रेलाई छोपिदिएको छु। अब अल्मुनियम फोइल यसरी सबैतिरबाट छोपिदिएपछि म यसलाई सिड हालेर कभर गर्छु। बिहान बेलुका पानी हाल्दाखेरि एकछिन खुल्ला छोडिदिनु होला। यसले चाहिँ एयर भेन्टिलेट गर्नलाई हेल्प गर्छ। र म यहाँ साइडमा त्यो जुन भेन्टिलेटर छ सानो होल बनाउँछु। हेर्नु होला है, त्यो सानो पिन छ। मैले सानो मात्रै होल बनाएको छु यहाँनिर है। हेरेर एयर भेन्टिलेट यहाँनिर छ। यहाँनिर सानो होल बनाएको छु, दुईतिर सानो सानो। धेरै प्रकाश छिर्यो भने तपाईँको गमरा चाहिँ हरियो हुन्छ। यहाँनिर ल यति भए पुग्छ। दुईटा होल भयो। एयर सर्कुलेट पनि हुन्छ र पछि भएपछि फेरि तपाईँलाई म देखाउँछु कस्तो भयो मेरो जमरा है।